नमस्ते अनि साथीहरु स्वागत छ मेरो YouTube च्यानलमा। आज म तपाईहरुलाई सयपत्री फूलको बारेमा छोटो मिठो भिडियो लिएर आइसकेको छु। आशा छ तपाईहरुलाई मेरो भिडियो मन पर्छ र च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्दिनुहुन्छ भन्ने आशा बोक्दै भिडियो सुरु गरौँ है। यो तपाईहरुले देख्नु भएको छ भिडियोमा यो सयपत्री टेनिस बल भेराइटीको हाइब्रिड सयपत्री हो। यो टेनिस बल भेराइटी भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटै साइजमा फुल्ने गोलो शेपमा फुल्ने त्यसपछि 4-5 दिनसम्म पनि फुल टिप्दा नबिग्रिने र एकदमै एउटै बोटमा 100 देखि 120 वटा फुलको थुङ्गा लागेर होचो बोटमा एकदमै झपक्क भएर झ्याङ भएर फुल्ने जातको सयपत्री हो है। यो चाहिँ अहिलेको नेपाली हावापानीमा एकदमै राम्रोसँग फस्टाउने र हरेक ठाउँमा पनि व्यवसाय रूपले खेती गर्दाखेरि यो सयपत्री लगाउने गर्दै आइरहनु भएको छ र यो मालाको तुलनामा पनि एकदमै माला पनि गोलो शेपमा भएको कारणले गर्दाखेरि एकदमै राम्रो देखिने र एउटै साइजमा फुल्ने एकै नासको फुल्ने र एकैचोटी फुल्ने गर्दछ। त्यसैले गर्दाखेरि व्यवसाय रूपले खेती गर्दै हुनुहुन्छ भने सयपत्रीलाई आज तपाईले नै लिएर आजै तपाईले आफ्नो घरमा लिएर गएर कति चाहिन्छ है त्यही अनुसार लगाउनु होला भन्न चाहन्छु। अहिले भनेको तिहार को फुल लगाउने सिजन भइसकेको छ। यसचोटी कार्तिकको 26 गते भाइटिका परेको कारणले गर्दाखेरि अलि ढिलै लगाउँदा राम्रो हुन्छ। अझै भदौबाट सुरु गर्दा पनि केही फरक पर्दैन है। र यो फुल चाहिँ तपाईहरुलाई मैले आज के भन्न चाहन्छु भन्दाखेरि हाम्रो गाउँघरमा भाले र पोथी धेरै अब भाले फुल पर्ने भएको कारणले गर्दाखेरि यो मङ्गली फुल पनि भनिन्छ। यो फुल चाहिँ हामीले लगाउँदैनौं किनकि पोथी फुल मात्रै लगाउँछौं र यो हाइब्रिड फुल चाहिँ यस्तो फुल हो जुन पोथी फुल मात्रै पर्छ भाले फुल पर्दैन। त्यसै कारणले गर्दाखेरि सकिन्छ भने आफ्नो घरमा नर्सरीबाट नजिकैको नर्सरीबाट लिएर गएर केही 10 वटा 5 वटा भने पनि यो टेनिस बल भेराइटीको हाइब्रिड गोदावरी लगाऊ। यसो लगाउँदाखेरि मालाको पनि एकदमै राम्रो शेप हुन्छ, गोलो चट्ट परेको हैन, कट फ्लावर जस्तै कटिङ गरेको एकदमै हजार पत्तीमा फुल्ने एकदमै राम्रो देखिन्छ। एकदमै राम्रो ठुलो शेपमा फल्छ। हाम्रो गाउँघरमा फुलेका फुल चाहिँ अलि छ्यास्रक्क परेको हुन्छ, अलि कति पोटिलो हुँदैन भने गोलो हुँदैन, चेप्टो हुन्छ भने यो चाहिँ त्यस्तो हुँदैन। यो चाहिँ एकदमै राम्रो शेपमा फुल्ने गर्दछ। त्यसै कारणले गर्दाखेरि 2-4 वटा भने पनि आफ्नो घरमा तपाईले यो हाइब्रिड जातको टेनिस बल भेराइटीको विभिन्न हुन्छ, टेनिस बल कलकत्ता हुन्छ, थाई टेनिस बल हुन्छ हैन, विभिन्न कम्पनी अनुसार फरक पर्छ यो टेनिस बल भेराइटीको चाहिँ। तर टेनिस बल चाहिँ लैजानुस् जुन भेराइटीको भए पनि एकदमै राम्रोसँग फुल्ने, एकदमै राम्रोसँग माला एकदमै शेप राम्रो देखिने हुन्छ। टिपेर तपाईहरुले 1-2 दिन राख्दाखेरि पनि यसको एकदमै कडा त्यो फुलको पत्ता कडा भएको कारणले गर्दाखेरि केही बिग्रिन्न। टाढा धुवानी गर्दाखेरि पनि एकदमै राम्रो हुन्छ। व्यवसाय रूपले खेती गर्दै हुनुहुन्छ भने टेनिस बल भेराइटीको लगाएर लगाउनु होला किनकि टाढा पठाउँदाखेरि पनि हाम्रो फुल बिग्रिन्न। र मैले चाहिँ यहाँ 2020 फुलहरु उमारेको छु, यतिको राम्रो भइसकेको छ। अब यो लगभग तपाईहरुले सार्न बेला भइसकेको छ है। यो हामीले बेचिराखेका छौं यहाँबाट, तपाईहरुले पनि लैराख्नु भएको छ। अब तपाईहरुलाई पनि यो भिडियो हेरेर फुल लैजान मन लाग्छ भने हामीसँग कन्ट्याक्ट गर्नु होला, हाम्रो मेसेज गर्नु होला, कमेन्ट गर्नु होला। हामी तपाईको कमेन्टमा रिप्लाई गरेर तपाईहरुको अल नेपाल डेलिभरी गर्छौं है। यो चाहिँ हाम्रो जुनसुकै ठाउँमा पनि नेपालभरि डेलिभरी गर्छौं है। कुरियरबाट तपाईहरुलाई पनि चाहिन्छ भने 20 पिस भन्दा माथि चाहिँ हामीले सम्पूर्ण जुनसुकै नेपालको जुनसुकै कुनामा पनि यो टेनिस बल थाई भेराइटीको बिरुवा डेलिभरी गरेका छौं। र यो चाहिँ आज हामीले पहिलो लट भ्याइसक्यो, दोस्रो लटको पनि हामीले सुरु गरेर यतिको बनाउँदै छौं। लगभग एकदमै राम्रो छ, हेल्दी छ बिरुवाहरु है, फंगस लागेको छैन। हामीले औषधि हाल्दै बनाउँदै गरेका छौं। तपाईहरुले लिएर गएर सारेको खण्डमा यो तिहारमा ढकमक्क भएर एकदमै राम्रोसँग फुल्छ। ल हेर्नुस् त कस्तो राम्रो फुलेको छ। ल आजको मैले एउटा छोटो मिठो है अहिलेको सिजन अनुसारको सयपत्री फुलको जानकारी लिएर आएको छु। कस्तो लाग्यो तपाईलाई है? भिडियोलाई लाइक गरिदिनुस्, च्यानललाई सब्स्क्राइब गरिदिनुस्। अर्को भिडियोमा सयपत्री फुललाई कसरी केयर गर्न सकिन्छ है, के गरेर धेरै फुलाउने, कसरी ठुलो बोट बनाउने, के गरेर कति दूरीमा राख्ने भनेर म यो टेनिस बल भेराइटीको वा अन्य सयपत्री भेराइटीको बारेमा जानकारी लिएर आउने नै छु भिडियोमा। त्यति दिनको लागि बिदा हुन्छु। आजको भिडियो कस्तो लाग्यो? तपाईहरुले पनि सयपत्री लाउनु भयो कि भएन कमेन्ट गर्नु होला। धन्यवाद।